नेपाली भाषाको लेखाइ र बोलाइका क्रममा कतिपय ठाउँमा विद्यार्थीहरूद्वारा केही गल्तीहरू पनि भएको देखिन्छ, जसमध्ये एउटा शब्द छ विद्यालय। विद्यालय, विद्या र आलय दुईवटा शब्दबाट विद्यालय बनेको हुन्छ। विद्याको आलय अर्थात् आलयको अर्थ हुन्छ घर। विद्या सिक्ने आलय अर्थात् विद्या सिक्ने घरलाई विद्यालय भनिएको हो। विद्यालयलाई कतिपय विद्यार्थीहरू विद्यालय पनि भन्ने गर्छन्, तर विद्यालय हैन, विद्यालय। विद्यालय चाहिँ सही उच्चारण हुन्छ। त्यसै गरी विद्यार्थी भन्नुपर्छ, विद्यार्थी भन्छन्। विद्या सिक्दा सिक्दा वर्षौं लागिसकेको हुन्छ, तैपनि विद्या भन्न नजानेर विद्या भनेको गरिन्छ। यो एकदमै गलत हो। विद्यालय भन्नुपर्छ, विद्यार्थी भन्नुपर्छ। त्यसैले राम विद्यालय जान्छ वा विद्यार्थीहरू विद्यालय जान्छन्, यस प्रकार यसको सही उच्चारण हुनेछ। अर्को शब्द छ द्वारा। द्वारालाई यसरी धारा लेखिएको पनि पाइन्छ कतिपय ठाउँमा, यो गलत हो। यो द्वारा शुद्ध लेखाइ हो, धारा गलत लेखाइ हो। दिनेश द्वारा किताब पढियो या राम द्वारा चिठी लेखियो। यो द्वारा शुद्ध उच्चारण र शुद्ध लेखाइ हो। यो धारा गलत लेखाइ हो। त्यसै गरी अर्को शब्द छ उपर्युक्त। उपर्युक्तलाई कतिपय ठाउँमा उपरोक्त पनि लेखेको पाइन्छ, तर व्याकरणिक दृष्टिले उपर्युक्त शब्द शुद्ध हुन्छ। यो उपरि उक्त दुईवटा शब्द मिलेर उपर्युक्त बनेको हुन्छ। उपरिको अर्थ हुन्छ कि माथि भनिए अनुसार, उपरि अर्थात् माथि, उक्त भनेको भनिएको या वर्णन गरिएको, अर्थात् योभन्दा माथि, योभन्दा पहिले नै भनिएको र वर्णन गरिएको भन्ने अर्थ बुझाउनलाई उपर्युक्त भन्ने हुन्छ। यो उपर्युक्त शब्द शुद्ध छ। यसलाई यस प्रकार पनि उपर्युक्त लेख्न सकिन्छ। यो क्त, यो पनि क्त नै हो। यो संयुक्त वर्ण हुन्, यो क्त। त्यसैले यस प्रकार दुवै प्रकारले लेख्न सकिन्छ। तर उपरोक्त शब्द यो चाहिँ व्याकरणिक दृष्टिले शुद्ध छैन। यसमा इण सन्धि भएको छ। यो उपरिको र को पछाडि इकार र उकार, यो दुईवटा, र को पछाडिको इ र यो उक्तको सुरुको उ, यी दुईवटा वर्णबाट य भएको छ, यहाँ इण सन्धि भएको हो। त्यसैले उपर्युक्त शब्द शुद्ध हुन्छ। त्यसै गरी उपर्युक्त विषयमा छलफल गरियो। यसको वाक्य यस प्रकार बनाउन सकिन्छ कि माथि वर्णन गरे अनुसार विषयमा छलफल गरियो, उपर्युक्त। अर्को शब्द छ छात्रावास। छात्र आवास दुईवटा शब्दबाट छात्रावास बनेको छ। यहाँ पनि दीर्घ सन्धि भएको छ। छात्र अर्थात् केटा विद्यार्थी, आवास अर्थात् बस्ने ठाउँ। केटा विद्यार्थी बस्ने ठाउँलाई के भनिन्छ? छात्रावास। तर हिजो आज कस्तो अर्थ बुझिन्छ भनेको छात्रावास भनेको केटी बस्ने ठाउँ मात्रै हो, केटा बस्ने ठाउँलाई त छात्रावास पो भनिन्छ भन्ने त्यस्तो बुझ्छन्, तर त्यस्तो होइन। छात्रको अर्थ केटा विद्यार्थी, आवासको अर्थात् बस्ने ठाउँ। यो दीर्घ सन्धि भएको छ। यहाँ त्र को पछाडिको अ र यो आ मिलेर आ नै भएको छ। त्यसैले छात्रावास। उसै पनि पहिलेको समयमा केटा विद्यार्थी मात्रै घरभन्दा टाढा पढ्नको लागि बस्ने गर्दथे, डेरा गरेर बस्ने गर्दथे। त्यो ठाउँलाई छात्रावास भनिन्थ्यो। केटी विद्यार्थी चाहिँ घरबाट टाढा बस्ने चलन पहिलेको समयमा कम नै थियो। त्यसैले छात्रावास भन्न साथ प्राय केटा बस्ने ठाउँलाई नै बुझिन्थ्यो। तर अहिलेको समयमा केटीहरू पनि घरभन्दा टाढा बस्छन्, त तिनलाई पनि छात्रावास भन्न त मिल्यो। तर छात्रावासको अर्थ केटी मात्र बस्ने ठाउँ भन्ने बुझ्नु सही होइन। विद्यार्थीहरू छात्रावासमा बस्छन्। यस प्रकार यसको वाक्य बनाउन सकिन्छ।